कसले कसलाई गन्ने यहाँ सबले मै हुँ भन्ने मौलाइरहेछ भ्रष्टाचार कसरी देश बन्ने न लौरो न हतियार बाँदरको पुच्छर देशका नेता यस्तै भए कति गर्ने कर कर देशका नेता यस्तै भए कति गर्ने कर कर इन्टरनेटले फड्को मार्यो पचाउ नै सारो भाइरल हुने चक्करले जीवन बर्बाद पार्यो भाइरल हुने चक्करले जीवन बर्बाद पार्यो विकृति र विसङ्गति बढिरहेछ टन्नै हिर्काइदिउ कि जस्तो लाग्छ कुबिन्डोले आम्मै हिर्काइदिउ कि जस्तो लाग्छ कुबिन्डोले आम्मै लोभी भए मान्छे सबै संसार स्वार्थी भयो बिक्नै छाड्यो इमान इज्जत धर्म कता गयो हेर्दा हेर्दै मान्छेको बुद्धि भइसक्यो उबिन्डो त्यही बुद्धिलाई ठिक पार्न लो आयो है कुबिन्डो त्यही बुद्धिलाई ठिक पार्न लो आयो है कुबिन्डो कुबिन्डो नागा मामा कोदे कोदे फुमो घरमा नागा मामा कोदे कोदे ओइ सुकुटे सानो मोटो हुनेलाई मात्रै भूत यो सुकुटेलाई भूत त्यो त अहिले ठाउँकै थाहा हुन्छ तँलाई आज भूत तार्छ है सुकुटे सुकुटे तैँले तर्साउँछ आइज सुकुटे सुकुटे कहाँ हिँडेको यति राति बहिनी मर्न हिँडेको म दाइ त्यस्तो गलत निर्णय नगर बहिनी गरिन् म घरबाट कात्र लाएर निस्केको हो दाइ मलाई मर्न दिनुहोस् नफर्काउनुहोस् त्यसो नभन बहिनी म आउँबाला जसै पनि फकाउँछु तेरो बिहे त्यही केटासँग हुन्छ बाबा आमाले मान्नुहुन्न दाइ म फर्केर जान्छु त ढुक्क हो बहिनी म जसै पनि बनाउँछु मलाई विश्वास गर खुर्कन बस बस भनेको हजुरको यो गुण म कहिले पनि बिर्सन्न हजुरलाई आफ्नै सम्झिएर त भनेकी नि होइन सुत्ने बेलामा कोसँग हो मस्का मस्की श्रीमान नामर्द भएपछि मस्किनै पर्दो रहेछ होइन के भन्छ यो तिमी जस्तो बेकारेको भर पर्यो भने भोकै मरिने भयो अब कमाउनलाई आफै अघि नसरी नहुने भयो मैले जागिर खोजेँ भोलिदेखि तिमी घरधन्दा गर म जागिर खान जान्छु बुढो हुँदा हुँदै बुढीले जागिर खाने मैले जसरी पनि पुर्याए भएन यही हो पुराको एक छाक मिठो खान पाएको छैन मासु नखाएको 3 महिना भइसक्यो यस्तो नामर्दको भर परिँदैन अब लौ तैँले मर्दा भएर देखा भोलिदेखि तिमी नामर्दले घरधन्दा म मर्दले जागिर के हो गोले पानी लिन आएको छस् त दिलमाया कहाँ गई यसरी बुढी हुँदा हुँदै बुढाले पानी लिन आएको त सुहाएन है पहिलो गई दिलमाया मेरो बुढी भएर भित्रिन्छौ त ठाउँ खाली छ जे पाइटे नबोल है अनि घरमा बुढी भएका बुढाहरूले पानी लिन आउनु हुँदैन भनेर कहीँ ल्याएछ लेखा छैन भन्दैमा चलिआएको चलन त तोड्न भएन नि तँलाई यस्तो रित्तो गागी बोकेर हिँडेको त सुहाएन है गोले अब सुहाउने जागिर खानु त कहाँ जानु श्रीमतीले जागिर खानु थालिहाली अब ऊ जागिर खान्छ म घरधन्दा गर्ने भनेपछि त घरको नोकर नै हुने भइछस् नि अघि त रित्तो गाग्री थियो अब त भरी गाग्री बोक्नलाई झनै गाह्रो होला नि गाह्रो भयो मलाई हुन्छ तिमीलाई हुँदैन क्यारे किन बढी हुनु परेको बाठो र लाटो त अलिबेरमा थाहा पाउँछस्
पिउनदेखि माथिको हाकिमसम्म सबैजनालाई मिलाए। यसपालि त जति मल चाहिन्छ मजाले पाउने भयो लमसिङ खम्ल्याङ। कसरी मिलाइस्? उही बिटो त हो नि टाँगाको के टाँगाको त्यो रान माइकलको छोरो सान माइकल त्यो हाकिमलाई पहिला सुरु अलिकति दक्षिणा दिनुपर्छ अरे। त्यसपछि त जति मल चाहिन्छ समयमै ट्याक्राकैसँग मिलाइदिन्छु भनेको छ लमसिङ खम्ल्याङ। त्यसरी हाकिमले पैसा खुवाई चाहिँ मल नजानु होला। आच्छाले होए के भनेको ए रान माइकलको छोरो सान माइकल काका त्यति गरेर पनि मल पाउनु भनेको त धन्न हो धन्न। आफूले कति दुःख गरेर मिलाइरहेको छ। रान माइकलको छोरो सान माइकल बरु तपाईँको नाममा 2000 रुपियाँ पैसा परेको छ। खोइ पाउँ त लु पाउँ त पाउँ। दिन्न है म त 1 रुपियाँ पनि जति फल्छ फल्छ बरु म त मलै हाल्दिनँ। के भनेको बुढा तिमीले? 2000 मा भनेको जति मल आउँछ भने देऊ न सरक्क। अब तिमी नै त्यसो भन्छौ भने त दिनै पर्यो नि। ल 2000 एउटा 1000 दुईटा 1000 दुईटा हातीको लु म गए है त। पैसा देऊ त भनिहाल्यो यसको भर हुँदैन। लक्ष्मी भाउजू के हो सरसफाइ त जोड छ त। अब आफ्नो घरको सरसफाइ गर्नु पर्दैन त के कामले आयो नि? के हुनु नि अलिकति युरिया मल छ कि भनेर माग्न आएकी थिएँ। मल पनि मागेर पाइन्छ? आफू त मादे उत्तानो पर कसले देला भर बाहिर छ उलाई मल छैन भने छैन भन्दा भइगयो नि वचनै लाउनु पर्छ। मेरो घरमा मल छैन हजुर मलाई माफ गरी बक्सेला भन्नु पर्ने। के जमाना आयो भगवान नि माग्नेलाई पनि सम्मान गर्नुपर्ने। अचम्म सम्मान गर्न जानिदैन भने कसैको अपमान पनि नगर। मानहानिको मुद्दा हाल्दिउला। धेरै धम्की नदे। के को मुद्दा हाल्नुपर्छ जा गएर हाल। मैले पनि 2-4 वटा कानुन जानेको छु बुझेको छु। तैले जति नै धम्की दे पनि आखिर त जानी भनेको रित त हातै हो के अरे आफू भन्दा भिखारीको घरमा माग्न आएर गल्ती गरेछु। के को रोइला हो यो? केही मलको जोह गर्नको लागि यो पालमान्छ लागि परिरहेको छ। बरु तिमीहरूको नाममा पनि 1-1000 परेछ। लु झिक्ता झिक्ता। रान माइकलको छोरो सान माइकल रोइलाको गरिरहँदो रहेछ। झिक झिक के लाटुले पापेर जस्तो। पाउँ त लु पाउँ त पाउँ त। पाइहालौँ होइन घरतिर गइहालौँ। घुस लिने र घुस दिने दुवै यो देशको शत्रु हो भन्ने कुरा तँलाई थाहा छैन? ए रान माइकलको छोरो सान माइकल हिजो आज त के हो भलाइको जमानै छैन। भोलि पर्सि फेरि मल पाएन लु न भाइ मल मिलाइदे भनेर मलाई फेरि यसरी नमस्कार गर्दै आउनु पाउँदैन नि। यो पानीको खप्पर पनि कति पर्यो। जागिरे श्रीमती अनि बेरोजगार श्रीमान भएपछि सबैको यस्तै हुन्छ होला है। ठिकै छ तै पनि अब पेटा लान्द्रो भरिनी गरी खान पाए त भइगयो जिन्दगी। मरै जाँदो रहेछ के को कालो भयो। के हो केटा तपाईँ त बुढीले ढासी बनाएर भाडै मजाउन लगाइछ त। मजाको भन्दा पनि माझेको हो खैबा बुढी। खुक्क तेरो बुद्धि बुढीले जागिर खान पठाएर आफू भाँडा मोलेर बसेर तँलाई लाज लागेन?
त नामर्दै रहेछस् नि। अब मर्दा हुन त मलाई कसैले जागिर दिनु पर्यो, आफूलाई कसैले जागिर दिएन। अब बुढीले जागिर भिरिहाल्यो। परिश्रम गरेर आफ्नो भएको जग्गा खनी खोर्सी गरेर एउटा बुढी पाल्न सक्दैनस्, बुढीलाई जागिर खुवाउन पठाउनै पर्छ। मैले पठाएको होइन खै बा, आफै गयो। यदि जाओ कुरो पनि श्रीमानलाई बुझाउन सक्दैनस् भने के को श्रीमान त? श्रीमानबाट राजीनामा दिए हुन्छ। अब किन दिनु राजीनामा? होइन भने यसरी चुलो चौको गरेर नबस, ती बुढीलाई फकाएर जागिर छुटाइदिए, होइन भने गाउँभरि बेइज्जत होला। हामी त पानी परिरहेछ, हामी त हिँड्यौँ। गए हुन्छ, कसलाई सुनाएको? यसैले गर्दाखेरि हो गाउँभरिको भाँडा सुहानीको फर्या पनि गरेर मरेछ चुहे टिङ्ग्रे बुढा। मेरो अगाडि कसैले चुप बोल्न सक्दैन मेरो भाइ। हो र दाइ? होइन होला? नपतेको भाइ तैँले नपतेको ओइ यहाँ जा। तपाईँ त दादा नै रहेछ नि यो गाउँको। दादा नभएकै आठ जस्तो लाग्यो मलाई। कोहीसँग डर लाग्दैन। श्रीमतीसँग पनि? श्रीमती त भएको डराउनु, तर बिहे गरेपछि डराउँदिनँ, मलाई थाहा छ। अनि गर्लफ्रेन्ड त होला त नि? डराइँदैन, बिहे गरेसँग त डराइँदैन भनिरहेको छ। हुनेवालासँग कोही डराउँछ? तपाईँ त गजबको हुनुहुँदो रहेछ। मलाई त गर्लफ्रेन्डसँग भूत प्रेतको भन्दा नि बढी डर लाग्छ। है भाइ, भूत भन्यो नि हुन्छ, तिम्रो मन डराएको। भूत प्रेत भने केही पनि हुँदैन, त्यसको पछि किन लाग्नु? ओइ आले, तू आइराख्ला पैसा आलेले तिरेको हो दाइ। कोला 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 नराम्रोसँग मुर्गा बनाएछ नि लमसिङ खम्लेङले। होइन है दिदी, यो तातो घाममा के गर्दैछ है? माछा मार्दैछु, भरे ढिकीमा कुटेर खानु पर्यो भनेर। ए हो र? मैले त असिना उड्दै हो कि भनेर। चुप लाग। मान्छेले यो तातो घाममा खन्दा खन्दा यहाँ सासै फुस्किन लागिसक्यो। देखिनुहोस् यहाँ के गरेर लागेको भन्न, लास पनि छैन अझ। केही माया लागेर त सोधेको नि बुढी माउ, बट्टारेको कुरा गर्छौ। अनि दिदी, त्यो पहलमानले त माथिको सहकारीबाट मल लिएर आइदिन्छु भनेर गाउँभरिको मान्छेसँग 2-3 हजार उठाउँदै हिँडेको थियो रे त। अनि तिमी चाहिँ बिना मलै गोड्दैछौ मकै। ओहो, बजारमा यस्तो मलको हाहाकार मच्यो रहेछ। अब के गर्ने होला? त्यो पहलमानले मलाई मल दिएला त? बल्ल पर्यो नि माया माकुली जालैमा भनेको यही हो लमसिङ खम्लेङ। अस्ति मैले जान ए भाउजू दु है 1000 रुपियाँ झिक, मैले चाहिँ जान तँलाई मल ल्याइदिन्छु घरमै भन्दाखेरि चाहिँ नमाने होइन। अब त मल त तँलाई त पाइस। बल्ल पर्यो नि माया माकुली जालैमा। तँलाई काम नपाएको मुर्दा गाउँघरको भाउजू बुहारीसँग बोल्ने तरिकातिर यही हो? यो यस्तै छ भने दिदी। ल दिदी, म पनि माथि सहकारीसम्म पुगेर आउँछु है त। लौ लौ ल त दिलु, एउटा सल्लाह गर्नु पर्यो। के सल्लाह हो फेरि? हुन त तिमीले पहिले पनि मानिनौ, यो पालि मानिदिएदेखि आभारी हुने थिए। किन आभारी हुनु पर्यो? के कुरा हो? सिधा सिधा भन न। बुढो बेरोजगार भएर
घरमा भाँडा मार्दै गरेर बस्नु पर्यो। श्रीमतीले दिएको रोजगार त्यही त हो। अहिले पनि तिमी रोजगारै त छौ नि। अहिले उमेर छ, तागत छ, मेहनत गरेर पैसा कमाउन सकिन्छ। के घरमा त्यत्तिकै भाँडा माझेर बस्नु भनेर नि। मैले जागिर नखाएसम्म तिम्रो यो बुद्धि आएन। अहिले बुद्धि आए पनि पछि बुद्धि आए पनि कुरो बुद्धि आउनुको त हो नि। यो कुरामा किन झगडा गर्नु क्या? होइन, तिमीले भन्न खोजेको कुरो के हो? तिम्रो जागिरबाट राजीनामा। राजीनामा? मान्छेहरू यही जागिरको लागि कति घुस खुवाउँछन्, हाकिमहरूको सोर्स फोर्स लाउँछन्। छँदा खाँदाको जागिर तिमी चाहिँ छोड भन्छौ? बल्ल बल्ल पाएको जागिर हो। बरु म यो प्राण छोड्छु, जागिर छोड्दिन। होइन, तेरो मन्त्रीकै पद हो कि क्या हो? बुढाले यत्रो अनुनय विनय गर्दा पनि ठसको मस हुनुहोस् त। ठस पनि होइन, मस पनि होइन, जागिर। केही भएर पनि पारा लाग्यो नेपालमा। अब चाहिँ पासपोर्ट बनाएर विदेश जानु पर्यो। मलाई पनि घरबाट धेरै प्रेसर दिइरहेछन्। नेपालमा गर्नु केही छैन, न जागिर न के न व्यवसाय। म पनि सल्लाह गरेर पनि पासपोर्ट बनाएर विदेश जाने प्लान गरौँ। ठिठाहरू त यहाँ पो आएर सोल्ची गरेर बसिरहेको छ। म त सारा गाउँ छापा मारेर केटाहरू कहाँ गयो होला भनेर खोज्दा 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 यहाँ आएको त यहाँ पो रहेछ। यो त सुन्न केटा हो, मैले चाहिँ यसो रोपाइ गर्नु पर्यो भनेको, तिमीहरूले सहयोग गर्छ त? सहयोग त गर्नुहुन्छ, हिलोमा छिर्नै हुँदैन, छालाको रोग छ, चिलाइहाल्छ। मेरो पनि हलोको त अनु थिच्नै हुँदैन, पाताले पाता साह्रै दुखेर। रान माइकलको छोरो सान माइकलहरू देशमा रोजगारी छैन भन्दै हिँडेको छ, काम पाउँदा पनि गर्नु छैन। लमसिङ खम्ल्याङ के विदेश जान खोजे अरे? विदेशमा चाहिँ के पैसाको बोट छ? पैसा बोटमा फाल्छ? लमसिङ खम्ल्याङहरू आफ्नै देशमा के गरौँ भनेर गर्न खोज्नु चाहिँ छैन। आफ्नो परिवारसँग मजाले बस्ने, आफ्नै देशमा पिउनुको काम गरे पनि त राम्रो हुन्छ नि। आल्छी गरेर रक्सी धोक्दै हिँडेछ, गफ चाहिँ उहाँ के गर्छु रे, विदेशमा गएर पैसा कमाउँछु रे। आफ्नै देशमा कर्म गर, आफ्नै देशमा कर्म गरे भने आफ्नै देशमा सुन फाल्छ, आफ्नै देश स्वर्ग हुन्छ। आल्छीहरू नचाहिने कुरा गरेर बसेछ। गर्मीमा भात पकाउनु साह्रै गाह्रो है बुढी। त्यही भएर तँलाई जागिर छोड भने तैँले कुरै सुन्ने होइन। सजिलो त के काम हुन्छ र? अहिले अफिस जागिर खान जान परेको भए पनि गाह्रै हुन्थ्यो तिमीलाई। सजिलो त मान्ने हो। मान्न त मान्ने, खै कसरी मान्ने? अब बुढीले भनेको नमानु भने डिभोर्स हुने भयो। काम विभाजन गर्दा पनि डिभोर्स हुनुपर्छ? कहिलेकाहीँ त रहर पनि लाग्नु पर्ने हो। अहिले म लागे है। के को लागि हो? यसो च्यापु हल्लाउनु पर्दैन? आज हाकिम साहबले उतै खाना खानी भन्नु भएको छ। तिमी खाऊ, म उतै गएर खान्छु। ल म गएँ, बाई। ओहो, कस्तो सुवाको भात पकाएको। भात पकाएर छोरी मान्छेलाई पालो दिने मान्छे। मलाई पनि पालो दिन आउँछौ कि यता सकेर? अहिले हात डामेको बेलामा यही ढुङ्ग्रोले तेरो गाला डाम्नु नपरोस्। स्वास्नीलाई सुखले हुर्काउने श्रीमान भए पछाडि अलिअलि दुःख त भइहाल्छ नि। आज हात पोल्यो, भोलि गाला पोल्छ, पर्सि मुखै पोल्छ। चुप लगाए लिले, धेरै लीला नपारिकन आफ्नो बाटो लाग्न। अलिकति लासर भन्ने हुन्छ नि।
आफू चाहिँ स्वास्नीले गर्ने काम गरेछ, स्वास्नीलाई चाहिँ लोग्ने मान्छेले गर्ने काम लगाएको छ। भोलिबाट साडी चोलो लगाएर भात पकाउनु अलिक सुहाउँछ। घरैबाट देखिन्छ तारे भिर, कसले हरान गर्देला मनको पीर। अब मनको पीर बुझ्नेलाई जाहिर खान पठाइहाल्यो, कसले बुझिदिन्छ त? पठाएको भन्दा नि गएकी हो। अनि श्रीमती जहाँ जान्छु भने त्यही जान दिने, जे गर्छु भने त्यही गर्न दिने त? मलाई त होइन नि, अब तिमीले सम्हालेर हुँदैन क्यारे। के को गनगन गर्छौ? आफ्नो बाटो लाग न। बाटो त लागिहाल्छु नि। तिम्रो यो स्वास्नीको लुगा धोको हरि बिजोक हेरेर बस्नु भन्दा त जान्छु नि। हरि बिजोक होस् कि राम बिजोक होस्, मेरो घरको आन्तरिक मामलामा थुतुन नचलागे राम्रो। आफ्नो बाटो लागे हुन्छ। भयो यस्ता नामर्द स्वास्नीलाई जाहिर खान पठाएर स्वास्नीकै पेटीकोट धोएर बस्नेसँग मेरो नि यो मुख बिटुलो गर्नु छैन। कसले कसलाई गन्ने यहाँ सबले मै हुँ भन्ने, मौलाइरहेछ भ्रष्टाचार कसरी देश बन्ने। न लौरो न हतियार बाँदरको पुच्छर, देशका नेता यस्तै भए कति गर्ने कर कर। देशका नेता यस्तै भए कति गर्ने कर कर। इन्टरनेटले फड्को मार्यो पचाउ नै साह्रो, भाइरल हुने चक्करले जीवन बर्बाद पार्यो। भाइरल हुने चक्करले जीवन बर्बाद पार्यो। विकृति र विसङ्गति बढिरहेछ टन्नै, हिर्काइदिउँ जस्तो लाग्छ कुबिन्डोले आम्मै। हिर्काइदिउँ जस्तो लाग्छ कुबिन्डोले आम्मै। लोभी भए मान्छे सबै संसार स्वार्थी भयो, बिक्नै छाड्यो इमान इज्जत धर्म कता गयो। हेर्दा हेर्दै मान्छेको बुद्धि भइसक्यो उबिन्डो, त्यही बुद्धिलाई ठिक पार्न लो आयो है कुबिन्डो। त्यही बुद्धिलाई ठिक पार्न लो आयो है कुबिन्डो।